फिजी होलिडे जाने सोचमा हुनुहुन्छ तपाईले जान्नै पर्ने मेरो लास्ट मन्थको एक्सपिरियन्स सुनाउँछु यो फुल भिडियो हेर्नु होला। फ्लाइट सेन्टरले चाहिँ तपाईलाई यो कुरा नभन्न सक्छ। फिजी होलिडेको मेरो दुईटा एक्सपिरियन्स, एउटा कन्ट्री साइड घुम्दा र अर्को चाहिँ आइल्यान्ड घुम्दा। फिजी चाहिँ सस्तो होलिडे होइन, त्यही भएर तपाईँ त्यहाँ कन्ट्री साइड हेरेर त्यो पैसा वेस्ट गर्न चाहनुहुन्न। तपाईँ आइल्यान्डमा जानुहुन्छ कि त तपाईँ राम्रो रिसोर्टमा बसेर त्यहाँ एकदमै राम्रो एक्टिभिटी हुन्छ त्यो एक्टिभिटी हेर्न चाहनुहुन्छ। एकदमै जान्नुपर्ने कुरा चाहिँ तपाईँले नादी एयरपोर्टबाट होटल बुक गर्दाखेरि एटलिस्ट 45 to 50 मिनट्स भन्दा डिस्टेन्समा टाढा नगर्नु होला। र हरेक आइल्यान्डमा जाँदाखेरि तपाईँको क्रुज चाहिँ पोर्टबाट डिपार्ट हुन्छ। तपाईँले होटल बुक गर्दा पोर्ट भन्दा 45 मिनट्स भन्दा टाढा पनि बुक नगर्नु होला, किनभने तपाईँ 7 दिनका लागि जानुहुन्छ र हरेक घन्टा तपाईँ चाहिँ एकदमै राम्रोसँग वेल स्पेन्ड गर्न चाहनुहुन्छ। स्पेसली तपाईँहरू बच्चाहरूसँग जाँदै हुनुहुन्छ भने कतिपय आइल्यान्डहरू चाहिँ एकदम किड्स फ्रेन्डली हुन्छ, धेरै एक्टिभिटिजहरू हुन्छ त्यो आइल्यान्डमा। त्यो आइल्यान्डहरू विचार गर्नु होला। हामी चाहिँ साउथ सी आइल्यान्ड गएको थियौँ, त्यहाँनिर बच्चाका लागि धेरै एक्टिभिटिजहरू थियो, स्नर्कलिङ थियो, कायाकिङ थियो। र यो आइल्यान्डमा चाहिँ एउटा प्याकेजमा हामीले $750 फिजी तिरेका थियौँ। त्यसमा चाहिँ ड्रिङ्क्स फ्री एन्ड सबै एक्टिभिटिज फ्रीहरू थियो। यो कुरा चाहिँ तपाईँले पहिल्यै फ्लाइट बुकिङबाट बुक गर्दाखेरि बुझ्नु होला। होलिडे बुक गर्दा चाहिँ सबैभन्दा सजिलो फ्लाइट सेन्टरबाट गर्नु होला, किनकि तपाईँलाई उनीहरूले फुल गाइडेन्स दिन्छन्, पिस अफ माइन्ड हुन्छ, अरू कुनै टेन्सन लिनु पर्दैन। 7 डेजका लागि फिजी जाँदा कति फिजियन डलर लिएर जाँदा बेटर हुन्छ? हामीले चाहिँ $700 फिजियन लिएर गएको थियौँ, त्यो इनफ भएन। हामीले क्रेडिट कार्ड युज गऱ्यौँ, तर यसको धेरै सरचार्ज तिर्यौँ। सबभन्दा बेटर चाहिँ $1000 to 1500 फिजियन लिएर जानु भने 7 डेजका लागि इनफ हुन्छ जस्तो लाग्यो मलाई। फिजीको कोकोनट जुट चाहिँ म कहिल्यै बिर्सिन्न, एकदमै मिठो थियो। बाटामा पनि राखेको हुन्छ, रिसोर्टमा पनि हुन्छ, ट्राई गर्नु होला। फिजी पुग्ने बित्तिकै बुला भन्न नबिर्सिनु होला। बुला भनेको चाहिँ नमस्ते हेलो हो, बिनाटा भनेको चाहिँ थ्याङ्क यू हो। होलिडे अर्गनाइज गर्ने मेरो साथी विशालजीलाई र मेरो धर्मपत्नी सुनितालाई चाहिँ धेरै धन्यवाद। ओभरअल बच्चासँग हामीले धेरैभन्दा धेरै रमाइलो गर्न कोसिस गऱ्यौँ। फिजी होलिडेको बारेमा तपाईँहरूलाई केही जान्न मन छ भने प्लिज ड्रप अ कमेन्ट। आजको मेरो यो भिडियो तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई मन पर्यो भने तपाईँको साथीहरू फिजी जाँदै हुनुहुन्छ भने सेयर गरिदिनु होला। थ्याङ्क यू।